Hello everyone, you are watching What's Next in Nepse with Umesh Gautam. So, welcome. Okay, अस्ति हामीहरूले कुरा गरेको थियौँ प्रोबेबली यो जोनबाट हैन यो ठाउँबाट यतातिरबाट चाहिँ एउटा रियाक्सन देख्न सकिन्छ होला भनेर चाहिँ कुरा गरेको थियौँ अनि हिजो चाहिँ ह्यान्नीमै एउटा इन्डिसिजन क्यान्डल बन्यो भोल्युमको साथमा थियो त्यो चाहिँ आज अर्को एउटा ठुलो डाउनवर्ड मुभ दियो नेप्सेले सेलिङ नै देखिन्छ हैन यसमा अब भोल्युम सहित प्राइस घटेको छ आजको भोल्युम 14 अर्ब हिजोको भोल्युम झन् धेरै थियो 16 अर्ब थियो सो यसरी मार्केट घट्दै गर्दा अबको नेक्स्ट हेर्नु पर्ने के छ त भन्ने कुरा भयो के सो अब के हेर्ने त कुन जोनलाई ध्यान दिने सो अब भोलि सर्ट टाइममै रिकभर गर्न सक्यो यो जोनबाट भनेपछि त्यो चाहिँ बेस्ट केस सिनेरियो देखिन्छ अहिलेसम्ममा तर यस्तो हुन सकेन सर्ट रिकभरी दिन सकेन उत्तिखेरै तलतिर पुग्यो भने चाहिँ नेप्सेले फेरि माथिको जोन रिक्लेम गर्न अलि धेरै टाइम लिन सक्छ अलि टाइम लाग्न सक्छ सो त्यही हो बेस्ट केस सिनेरियो चाहिँ यहाँदेखि माथि लाग्नु पर्यो अनि भोल्युम सहित लाग्नु पर्यो सो यो भयो नेप्सेको कुरा एकचोटि सर र सबै सेक्टर हेर्दिम न त स्टकहरुको एनालाइसिस चार्टहरु हेर्नको लागि चाहिँ हजुरले मलाई फेसबुकमा फलो गर्नु होला फेसबुकमा मैले चार्टहरु चाहिँ शेयर गरेर हुन्छु सो फेसबुक पहिला फेसबुक देखाइदिम है त भिडियो भ्याउने बेलासम्म फेरि धेरै जनाले हेर्नु लास्टसम्म सो त्यही भएर पहिले बिचमा देखाइदिए मैले युएमई एसएसजेड उमेश गौतम छ सो हेर्नु होला है त ओके फेरि चार्टमा जाम मेरो ओके बैंकिङ हेरम बैंकिङ चाहिँ अब यही जोनबाट चाहिँ माथि भोलि बैंकिङ ठ्याक्क ब्रेकआउट जोनमा छ हैन यहाँको यो जोन पनि यो इम्पोर्टेन्ट जोन हो धेरै भोल्युममा घटेको छैन बैंकिङ हिजो चाहिँ भोल्युम आएको थियो भोलि यहाँ पोजिटिभ क्यान्डल बन्छ भने हामी पोजिटिभ रहन्छौं बैंकिङमा है सो लगभग सबैको सेक्टर गरे सबै सेक्टरको चार्ट उस्तै नै छ डेभलपमेन्ट बैंकमा चाहिँ अलि धेरै हिजो र आज सेलिङ देखेको जस्तो चाहिँ छ तर पनि त्यति धेरै घट्न नसकेको अवस्था देखियो यसमा सुरुमा बढेर दिउँसोभरि करेक्सन देखियो र लास्टमा चाहिँ फेरि हल्का बढेर क्लोज भएको छ लगभग अलि इन्डिसिजन टाइपको क्यान्डल बनाएको छ बियरिश हुनभन्दा यो ठिकै हो कम्प्लिटली बियरिश क्यान्डल बन्न भन्दा लेट्स सी भोलिको के हुन्छ अहिले चाहिँ अब यसको लोलाई तल ब्रेक गर्दैन भने चाहिँ बेस्ट केस सिनेरियो हुने भयो फाइनान्स हेरौँ फाइनान्स चाहिँ अब यो टुप्पोबाट नै यही लेभलबाट रियाक्सन आएको छ यही जोनलाई तल ब्रेक गर्दैन भने चाहिँ बुलिस छ फाइनान्स पनि होटल चाहिँ अल टाइम हाई जोनमा पुगेको छ हैन अब होटल सेक्टर भन्दा पनि इन्डिभिजुअल स्टक हेर्नुहुन्छ भने चाहिँ अलि धेरै क्ल्यारिटी हुन्छ त्यसमा इन्डिभिजुअल स्टकले जे गर्दै जान्छ त्यही नै ओभरअल इन्डेक्सले गर्ने हो हाइड्रोको सपोर्ट भनेको अब यो लेभल हुन जान्छ यदि यही लो ब्रेक नगरेर माथि नै बस्यो भने चाहिँ एकदम राम्रो भयो तर यहाँसम्म आयो भने पनि अब यहाँदेखि रिकभर भयो भने बेटर हुन्छ यहीँदेखि माथि लाग्यो भने त त्यो भइ नै हाल्यो इन्भेस्टमेन्ट हेरौँ इन्भेस्टमेन्ट पनि यही नै हो यो लोलाई प्रोटेक्ट गर्नु पर्यो तल जानु भएन भन्ने कुरा हो लाइफ इन्स्योरेन्स सेम म्यानुफ्याक्चरिङ अल टाइम हाई माथि छौँ हामीहरू म्यानुफ्याक्चरिङमा एसवाई प्यानल उडेको उडै छ अरू कम्पनी पनि उडेको उडै छ सो
म्यानुफ्याक्चरिङमा चाहिँ स्टकहरू हेर्नु होला कुन स्टकमा हुनुहुन्छ। हुन त सबैमा स्टक हेर्ने हो स्विङ ट्रेडरले। हजुरहरू पोजिसनल ट्रेडर हुनुहुन्छ भने चाहिँ अब इन्डेक्सलाई पनि अलि धेरै ध्यान दिनै पर्ने हुन्छ, लङ टर्मलाई ध्यान दिनुपर्ने हुन्छ। माइक्रो फाइनेन्समा ब्रेकआउट दिएर फेरि त्यही जोनमा रिटेस्ट गर्न आएको हो जस्तो देखिन्छ। सो यो लोलाई ब्रेक नगर्यो भने चाहिँ एकदम बेस्ट हुन्छ, छिटो रिकभर गर्न सक्छ। लो ब्रेक गरेर तल आयो भने चाहिँ रिकभर गर्न टाइम लाग्छ। नेप्सीको कुरा गरिहाल्यौँ, म्युचुअल फन्ड परेन, नन लाइफ सेम, अदर्स सेम। यसरी हेर्दाखेरि यहाँनिर चाहिँ एउटा ट्रेन्ड लाइन तान्न सक्नुभयो हजुरहरूले यसरी। ट्रेडिङ कुरै नगरौँ, ट्रेडिङ त एकै ठाउँमा छ जमानादेखि। सो यति नै थियो अपडेट। युट्युब च्यानल सब्सक्राइब गर्नु होला। युट्युबमा पनि हिजो पनि मैले एउटा इम्पोर्टेन्ट राम्रो कन्सेप्ट सेयर गरेको थिएँ हैन, एकुमुलेसन भन्छ। ओके, हिजोको कन्सेप्ट थियो। सो यो भिडियोमा नेप्से स्विङ स्ट्र्याटेजी भनेर मैले एउटा स्ट्र्याटेजी सेयर गरेको छु, एकदम कन्सल्टेसन ब्रेकआउटवाला स्ट्र्याटेजी हो। स्ट्र्याटेजी भन्दा पनि महत्त्वपूर्ण चाहिँ मैले यहाँ मार्केटलाई एक्सप्लेन गर्ने सबैभन्दा प्र्याक्टिकल थ्योरी सेयर गरेको छु, कन्सेप्ट सेयर गरेको छु, अप्सन मार्केट थ्योरी। कुनै पनि मार्केटको कुनै पनि वस्तुको प्राइस कसरी मुभ गर्छ त भन्ने कुराको बेसिक र मोस्ट प्र्याक्टिकल एक्सप्लेनेसन अप्सन मार्केट थ्योरी हो। सो त्यसलाई चाहिँ नछुटाएर हेर्नु होला। यो नेप्से स्विङ स्ट्र्याटेजी भन्नेमा मैले त्यसको कन्सेप्ट दिएको छु। अनि ब्रोकर होल्डिङ फ्लोर सिट एनालाइसिसको बारेमा एकदम छोटो तरिकाले इजी, फास्ट एन्ड इजी मेथड ब्रोकर होल्डिङ एनालाइसिस कसरी गर्ने भनेर पनि यसमा मैले सेयर गरेको छु। सेकेन्ड भिडियोमा हेर्नु होला र च्यानल सब्सक्राइब गर्नु होला, नयाँ च्यानल हो। सो यति नै आजको भिडियो, यति नै गरौँ। थ्याङ्क यू एभ्रिवान।